जन्मेको 5 मिनटमा रुँदैन कि भन्ने डर, जन्मेको 1 घण्टामा दूध चुस्दैन कि भन्ने डर, जन्मेको 3 दिनमा दिशा गर्दैन कि भन्ने डर, जन्मेको 6 महिनामा भात खाँदैन कि भन्ने डर, जन्मेको 1 वर्षमा बस्न सक्दैन कि भन्ने डर, जन्मेको 2 वर्षमा हिँड्दैन कि भन्ने डर, जन्मेको 3 वर्षमा तोते बोली बोल्दैन कि भन्ने डर, जन्मेको 4 वर्षमा स्कुल जाँदैन कि भन्ने डर, जन्मेको 5 वर्षमा चलाक हुँदैन कि भन्ने डर, जन्मेको 10 वर्षमा पढ्दैन कि लेख्दैन कि भन्ने डर, जन्मेको 15 वर्षमा एसईमा फेल हुन्छ कि भन्ने डर, जन्मेको 16 वर्षमा पछि पर्छ कि भन्ने डर, जन्मेको 18 वर्षमा कुलतमा हिँड्छ कि भन्ने डर, जन्मेको 21 वर्षमा जागिर पाउँदैन कि भन्ने डर, जन्मेको 25 वर्षमा बिहेको डर, जन्मेको 30 वर्षमा के गरेर खाला भन्ने डर, जन्मेको 40 वर्षमा धन कमाइन्न कि भन्ने डर, जन्मेको 50 वर्षमा इज्जत प्रतिष्ठा हुन्न कि भन्ने डर, जन्मेको 60 वर्षमा सामाजिक भइन्न कि भन्ने डर, जन्मेको 70 वर्षमा मरिहाले भने छोराछोरीले के गरी खालान् भन्ने डर, जन्मेको 80 देखि 100 वर्षको बीचमा स्वर्ग जान पाउला कि नपाउला भन्ने डर। डरै डरको यो जिन्दगी मलाई असाध्यै मन पर्यो।